नमस्ते, के छ सन्चै हुनुहुन्छ? अनि थाहा पाउनु भयो नि होइन, नेपाल पुलिस जस्तो बुद्धिजीवी संस्था यो संसारमा बिरलै होला क्या। जफत गरिएको मोबाइलहरूलाई चाहिँ नष्ट गरियो, त्यो पनि ड्रममा डुबाएर खोलामा लगेर पानीमा भन्छ वाटर डिस्पोजल भने जस्तो गरियो, जुन चाहिँ एसई र +2 दिएका विद्यार्थीहरूबाट जफत गरिएको थियो। लगभग 1 करोड बराबरको थियो रे भन्ने सुन्नमा आएको थियो। यो कुरा चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ? यो जसको निर्देशनमा गरेको थियो त्यो मान्छे कति प्राउडली होइन, ओहो मैले के किन राम्रो काम गरेँ भन्ने भइरह होला। अब त्यो नेतृत्व गर्ने इन्सपेक्टर डिएसपी, अब त्यहाँको प्रमुख कसले गरेको है, त्यो मान्छेहरूलाई चाहिँ कति प्राउड फिल भइरह होला क्या। तर वास्तविकतामा हेर्ने हो भनेदेखि यो एकदमै गलत हो कि होइन? एउटा कुरो त जफत गरिएको मोबाइल त्यसरी नष्ट गर्नुपर्ने नै थिएन। ल्याए त ल्याए होइन, जफत गरिसकेपछि उनीहरूले आफ्टर एक्जाम, अझ भनौँ एक्जाम पुरै सकिसकेपछि कारबाहीको स्वरूप एक्जाम अब 4-5 दिन कति अगाडि भेटेको हो या कति टाइममा भेटेको हो, पुरै एक्जाम नसकुन्जेलसम्म हामी दिँदैनौँ भनेर त्यसरी राख्न सकिन्थ्यो, या त सकिसकेपछि तुरुन्तै दिँदा पनि हुन्थ्यो, हो कि होइन? अब त्यसको भार कसलाई पर्यो भन्दाखेरि आजकलको जमानामा मोबाइल भनेको अनिवार्य अत्यावश्यक चिज भइसक्यो। त्यसको भार चाहिँ अभिभावकलाई पर्यो क्या। अब बच्चाबच्चीलाई मोबाइल चाहिहाल्छ, 11-12 सकेपछि के गर्ने त? मोबाइल बिना केही पनि हुँदैन। एसई सकेपछि पनि सर्टेन टाइम हुन्छ, मोबाइल चाहिन्छ। त्यही भएर त्यो भार चाहिँ बाबुआमालाई पर्यो। यो कुरा त्यो पुलिस प्रशासनले बुझेन, त्यहाँका निकायले बुझेन। यो कुरा चाहिँ एकदमै गलत भएको छ। कानुनी रूपमा पनि यो गलत नै छ, हो कि होइन? तपाईँहरूको प्रतिक्रिया के छ यसमा?